नेपाल अ ब्युटिफुल कन्ट्री इन द वर्ल्ड जसको हरेक कुरा आफैमा युनिक छ। जस्तै कि उसको झन्डा एउटा ट्रायंगल शेपमा भएर विश्वमा सबभन्दा डिफरेन्ट झन्डा भएको अनुमान छ। यो देश एउटा सानो भए पनि तर यस देशमा विश्वमा नपाउने हावापानी यस सानो देशमा पाउने गर्दछ। हिमालीमा तपाईले धेरै नै चिसो हुन्छ भने पहाडमा तपाईलाई न्यानो फिल हुन्छ। तर त्यस्तै तराईमा कुरा गर्नुहुन्छ भने जाडोमा धेरै जाडो र गर्मीमा धेरै गर्मी फिल हुन्छ। हिमालमा बस्नेलाई हिमाली, पहाडमा बस्नेलाई पहाडी भन्छ भने तराईमा बस्नेलाई मधेसी भन्छ। र आजको यस पिढीमा हामी त्यही मधेसीको बारेमा कुरा गर्दैछौँ। कसरी यस देशमै भएको मान्छेलाई यस देशकै मान्छेले समेत हेप्ने गर्दछ। आखिर यो देशमा बस्ने तराईमा बस्ने मान्छे मधेसी भए पनि के उनीहरूसँग के आइडेन्टिटी छैन? आजको यस भिडियोमा हामी यही विषयमा चर्चा गर्नेछौँ। त्यही भएर आजको यस भिडियोलाई सुरुदेखि अन्तसम्म हेर्नुहोस् र त्योभन्दा अगाडि डिस्क्लेमर, यो भिडियो केवल इन्टरटेनमेन्ट र इन्फर्मेसनको लागि बनाइएको हो। कृपया यस भिडियोबाट धेरैको भिडियो माध्यमबाट यसबाट बोलिएको शब्दबाट दुःख नमान्नु होला। यस भिडियोबाट कुनै प्रकारको डिस्क्रिमिनेसन खालको सोच नराख्नु होला। धन्यवाद। तराईमा बस्नेलाई मधेसी मात्र हैन एउटा अर्को नाम पनि दिएको रहेको छ जुन रहेको छ धोती। यो नामले धेरै नै दुःख दिने गर्दछ त्यहाँको मान्छेलाई जब यो वर्डको प्रयोग गर्ने गर्दछ। ओके, मधेसी इज ओके, किनकि यस प्रोभिन्सलाई पनि मधेसी नाम भनेर मधेस प्रोभिन्स भनिएको रहेको छ। त्यो एउटा एक हिसाबले ओके छ। तर यो वर्डको साथसाथ मान्छेले जब अर्को वर्ड युज गर्छ धोती, यो चाहिँ त्यहाँको मान्छेले धेरै नै दुःख दिने गर्दछ। त्यही भएर आजको यस भिडियोमा हामी त्यस विषयमै चर्चा गर्नेछौँ। सबभन्दा पहिला हामी कुरा गर्ने गरौँ कि तराईमा आखिर किन छैन र? आखिर तराई भएन भने पहाडी हिमालीमा बस्ने या नेपालकै के दशा हुन्छ? आजको यस भिडियोमा म तपाईहरुलाई बताउन गइरहेको छु। जसको सबभन्दा पहिला उदाहरण दिन्छु म। हाम्रो देशको सबभन्दा पहिलो राष्ट्रपति डाक्टर रामवरण यादव, उहाँको जन्म भनेको चाहिँ धनुषा जिल्लामा भएको रहेको छ। द्याट इज अल्सो तराई। हाम्रो देशलाई वर्ल्डमा चिनाउने सन्तोष शाह, जसलाई हामी अ सेफ मास्टर सेफ अफ दि नेपाल भनेर पनि भन्ने गर्दछौँ, उहाँको जन्म पनि सिराहामा भएको रहेको छ। द्याट इज अल्सो तराई। Our Master Chef Professionals rematch champion is Santosh. नेपालको कुना कुनामा पुग्ने हर सामान इन्डियाबाट होस् या कुनै पनि देशबाट आउने सामान एउटा मात्र मेन बोर्डरबाट आउँछ। त्यो बोर्डर पनि तराईमा हुन्छ। त्यो पनि हो वीरगञ्ज। वीरगञ्ज पनि एउटा तराईमै रहेको छ। सिद्धार्थ गौतम बुद्ध, जसले चाहिँ पुरै दुनियाँमा हामीले एउटा नेपालीको भनेर चिनाएको रहेको छ। र यस नेपालमा बस्ने मान्छेले एउटा मात्र मान्छे रहेको छ जसलाई नेपाली हो भनेर भन्ने गर्दछ। त्यो हो सिद्धार्थ गौतम बुद्ध। उहाँको जन्म पनि लुम्बिनीमा भएको रहेको छ। त्यो पनि एउटा तराईमै छ। गौतम बुद्ध कपिल वस्तुमा जन्मिनु भएको हो क्या। अनि कपिल वस्तु प्रपर मधेस हो क्या। गौतम बुद्ध एउटा मात्र मधेसी हो जसलाई पुरा नेपालले यो नेपाली हो भनेर अपनाएको छ क्या। सो एउटा मधेसी नेपाली हुनु लागि चाहिँ त्यो चाहिँ भगवान हुनु पर्दो रहेछ क्या। रोयल बेङ्गाल टाइगर, जसले हामी भन्ने गर्दछौँ, त्यो पनि एउटा तराईमै धेरैभन्दा धेरै पाउने गर्दछ। त्यस्तै एक सिङे गेडा जुन भन्ने गर्दछौँ, त्यो पनि तराईमै सबभन्दा बढी छ। त्यसको अलावा तपाईँहरूले तराईको कुरा गर्नुहुन्छ भने तराईमा सबभन्दा बढी धान उब्जिने ठाउँ भनेको तराई हो। नेपालको सबभन्दा बढी अनाज उब्जिने सरसामान उब्जिने भनेको तराईमा रहेको छ। अहिले पनि तपाईँहरूले कुनै पनि स्कुल कलेज या कुनै पनि युनिभर्सिटीमा जानुभयो भने त्यहाँ म्याथ र साइन्सको टिचर धेरै जसो तपाईँले तराईकै भेट्छ, न कि कुनै अर्को रिजनको। यसको अर्थ यो हो कि तराईमा बस्ने मान्छेहरू मूर्ख होइन, त्यहाँ बस्ने मान्छेहरू कमजोर होइन, त्यहाँ बस्ने मान्छेहरू अनएजुकेटेड त हो तर त्यहाँ बस्ने मान्छेहरू इन्टेलिजेन्ट र हरेक फिल्डमा राम्रो भएको रहेको छ। बस तिनीहरूलाई नभएको कुरा यो हो कि तिनीहरूसँग राम्रो र प्रपर एजुकेसन पुगेको रहेको छ। हाम्रो देशमा बितेको एनपिएल नेपाल प्रिमियर लिग भन्ने जुन गेम थियो त्यसमा पनि जनकपुर बोल्ट जितेको थियो र त्यहाँ आफ्नो मान्छे जितेको हो भनेर जो पनि मान्छेले खुसी मनाउने गर्दछ र त्यही एरियाको मान्छेहरूले खुसी मनाउँदाखेरि त्यहाँ कुटपिट पनि भएको थियो। यो तपाईहरुले थाहा होला। खेलाडीहरु सबैलाई एकताई बनाएर गाली गलौज गरेर एकदम हेपी रात। अहिले टाउको फुटाएर सबैजना भिरेर प्रहरीहरु पनि मिलेको छ। प्रहरीहरुले हेरेर पनि भित्र आउनु भएन। हेरेर पनि आउनु भएन। यसको अलावा धेरै ठाउँमा यस्तो केस आएको छ जहाँ मधेसी हो भनेर मधेसीले अलिकति पनि केही गर्यो भने त्यहाँ तिनीहरूलाई डाउन अवश्य नै गरिदिन्छ, जुन एउटा नराम्रो हो। किनकि मधेसमा बस्ने मान्छेहरू इन्डियाको हो भन्ने धेरै मान्छेहरूले सोच्छ, तर यो गलत हो। यस्तो हुँदैन। ओपन बोर्डर हो जसले गर्दा हाम्रो कल्चरलहरू, भाषाहरू, अरू कुराहरू मिल्ने गर्दछ। तर यसको अर्थ यो होइन कि हामी तराईमा बस्ने इन्डियासँगै पुरै लेनदेन गर्छौँ, इन्डियासँगैको पुरै हौमा हो मिलाउने गर्छौँ। द्याट इज रङ। कुनै पनि व्यक्तिले एउटा आफ्नो साथीसँग मिलजुल गरेर बसिरहेछ, खाइरहेछ, घरमा बोलाएर सुताइरहेछ, सबै कुरा गरिरहेछ, तर त्यसले एक दिन भन्यो कि होइन तेरो जमिनै मलाई दिइहाल, तेरो हिस्साबाट मलाई एउटा हिस्सा दिइहाल भने कहिले पनि हुँदैन। त्यो दोस्त हो, साथी हो, जो मसँग बस्छ, खान्छ, रहन्छ, कहाँसम्म ओके हो। तर मेरै हिस्साबाट आउँछ, मेरै पुरै सामानबाट हिस्सा माग्छ भने त्यो एकदमै गलत हो। त्यस्तै इन्डिया र नेपालको तराई भूभागमा पनि छ। इन्डियाको मान्छेसँग हामी उठ्ने बस्ने खाने पिने चलचलन हाम्रो बिहेहरू यताउति हुन्छ, तर यसको अर्थ यो होइन कि भोलि त्यो इन्डियाको मान्छे आएर यहाँ बस्दिन्छ, चाहिँ इन्डिया नै भोलि हामीलाई उक्साएर तराईको मान्छेलाई उक्साएर
पहाडमा झगडा गर नेपालसँग लड भन्ने त्यो एकदमै रङ हो। यो हुनै सक्दैन किनकि हामी पनि नेपाली हो र हामीले पनि नेपालमा केही भयो भने हामीलाई दुःख हुन्छ र नेपालमा भएको जति पनि प्रोग्रेस भयो भने हाम्रो तराईले पनि हुने गर्दछ किनकि वी आर नेपाली नट अ डिफ्रेन्ट। अब कुरा गरौँ कि तराईमा भएको मान्छेहरूले गर्दा पहाडमा कतिको सहज हुने गर्छ। तपाईँले पहाडमा जानुभयो भने हरेक किराना पसल होस् त्यहाँ तराईकै मान्छेको हुन्छ। हुनसक्छ कोही कोही पहाडको पनि छ तर धेरै जसो तराईकै हुन्छ। कुनै फलफुलमा जानुहोस् तराईको मान्छे भेट्नुहुन्छ, कुनै सलुनमा जानुहोस् तराईको मान्छे भेट्नुहुन्छ, कुनै किराना पसलमा जानुहोस् तराईको मान्छे हुन्छ, कुनै सरकारी अफिसमा जानु इभन तपाईँले तराईकै मान्छेहरू धेरै धेरै ठुलो ठुलो पोस्टमा हुने गर्दछ। हुनसक्छ त्यहाँ पहाडको मान्छे हुन्छ जसमा चाहिँ अब 100मा 10 जना होला तर धेरै जसो त्यहाँ तपाईँले तराईकै मान्छे भन्छ जसमा धनुषा, सिराहा, सर्लाही, सप्तरी, बाडा, पर्सा यहाँ मध्ये कुनै पनि मान्छे हुन्छ नै हुन्छ। अब तपाईँहरूले चाहिँ यसमा क्वेसन गर्नु होला कि पहाडको पनि त हुन्छ ठुलो ठुलो पोस्टमा हुन्छ, मैले त्यो भने होइन किनकि सबभन्दा जति राम्रो बेटर हस्पिटल होस् या एजुकेसन होस् या केही पनि होस् पहाडकै मान्छेलाई राम्रोसँग भेटेको छ र काठमाडौँमा बस्नेलाई त विशेष छँदैछ। अब कुरा गरौँ यदि तराईको मान्छेहरू पहाडमा आएर काम गरेन भने पहाडमा बस्ने मान्छेहरूले के समस्या हुन सक्छ। तराईको मान्छेले पहाडमा काम गरेन भने तपाईँको घरमा भएको फोहोर जसले हामी कवाडी भन्ने गर्दछौँ त्यो तपाईँको घरको फोहोर लगेर बेच्ने गर्दछ। यो तपाईँहरूको कम हुँदैन। त्यसको अलावा तपाईँहरूले जुन फलफुल कपाल काट्नुहुन्छ, फलफुल किन्नुहुन्छ, किराना पसलमा गएर सामान किन्नुहुन्छ सबै जुन हुन्छ तराईकै मान्छेको हुन्छ। यदि उनीहरूले उनीहरूले यो काम गरेन भने तपाईँहरू आफ्नो कपाल पनि काट्न सक्नुहुन्न, इभन तपाईँले किराना सामान किन्न सक्नुहुन्न किनकि किराना सामान बेच्ने मान्छेलाई जुन तपाईँ हेर्नुहुन्छ यो पसलमा जुन भएको हुन्छ पहाड रिजनको मान्छेको त्यो जुन बेच्ने हुन्छ नि त्यो चाहिँ पहाडको हुन्छ तर त्यसलाई सप्लाई गर्ने पनि एउटा तराईकै मान्छे हुन्छ। र नेपालमा कुनै पनि गेम या कार्यक्रम भयो भने त्यो भनेको नेपालकै सबैजनाको हो, चाहे त्यो तराईको मान्छेको होस्, पहाडको मान्छेको होस्, हिमालको मान्छेको होस्, कहीँको खेलोस् त्यो भनेको एउटा सिङ्गल नेपाल हो। सो साथी आजको भिडियोमा यति नै भने आशा छ केही कुराहरू तपाईँले सम्झिनु होला। साथै यदि यो भिडियोहरू तपाईँलाई राम्रो लागेको छ भने प्लिज यस भिडियोलाई लाइक गरिदिनुहोस् र हामीले पनि तपाईँहरूको लागि एउटा राम्रो टपिकमा भिडियो लिएर आइराखेका छौँ। त्यही भएर यस च्यानललाई सब्सक्राइब पनि गरिदिनुहोस् नबिर्सनु होला।